Hello everyone, welcome to my new vlog. This is the next day, next vlog. त होइन किन भन्दा मैले भ्लग नबनाएको 1 वर्ष भइसक्यो। मैले 2081 मा अघिल्लो भ्लग अपलोड गरेको थिएँ र अहिले भइसक्यो 2082। त्यो हुनाले नेक्स्ट डे भन्न मिल्दैन र आज चाहिँ म फेरि भ्लग बनाउँछु भनेर आएको छु र आज हामी जाँदैछौँ लट्रम्बेश्वर महादेव मकवानपुर र अहिले चाहिँ हामी आइपुगिसकेका छौँ यता यो बज्रबाराई मन्दिर अगाडि र टक्कर अहिले भर्खरै हामीले बज्रबाराई मन्दिरको दर्शन पनि गरेर आयौँ र अब हामी यहाँबाट लाग्दैछौँ लट्रम्बेश्वर महादेव तर्फ। अब हेरौँ के कसो हुन्छ बाटोमा नै। ल हामी चाहिँ अब यता माथि आइसकेँ। मैले चाहिँ के भन्छ ठाउँलाई चाहिँ ठाउँको नाम चाहिँ केही थाहा भएन हामीलाई। के हो लट्रम्बेश्वर होमस्टे खाजा घर भीमफेदी महादेव टार मकवानपुर आइपुग्यौँ अहिले हामी। अब यहाँबाट माथि चाहिँ बाइकहरू जाँदैन र अब हामीले यता बाइक हामीले यहाँ पार्किङ गरिसक्यौँ र यताको बाटो चाहिँ यस्तो गजबको छ है। टक्क लाएर स्विमिङ पुल टाइपको। अब हामी यहाँ चिया होइन, हामी चिया मात्रै खान्छौँ, चिया खाँदैनौँ र अब एकछिनमा हामी चिया खाएर यहाँबाट अब हाम्रो पैदल यात्रा सुरु हुनेछ।
हामी चाहिँ लटरमेश्वर महादेवको मन्दिर जाँदैछौँ। अहिले चाहिँ हामी तल बाइक राखेर हिँड्न सुरु गरेको भर्खर 15 मिनट भयो, तर हामी यहाँ पसिना पसिना भइसक्यौँ। अब हामीलाई करिबन 1 आवर 30 मिनट जति लाग्छ। हामी फटाफट हिँड्यौँ भने लगाइज बाटो चाहिँ यस्तो छ, टक्क लाएर रमाइलो खालको बाटो छ। लगाइज हामी चाहिँ अहिले छौँ लटरमेश्वर महादेव जाने मन्दिर जाने बाटोको बिचमा छौँ र यहाँ चाहिँ मजाले कुहिरो लागिरहेको कुहिरो। लगाइज म चाहिँ अहिले एक्लै छु, म चाहिँ हिँड्न सकिनँ। मेरा पार्टीहरूले मलाई छोडेर जानुभयो। म यहाँ वनमा व्यापारी चाहिँ हिँडिरहेको छु र अब एकछिन हामी अहिले माथि पुग्नेछौँ। यसरी म र मैले हाम्रो पार्टीहरूलाई पनि भेटेँ फाइनली। ओ माई गड, वाटरफल गाइज, वाटरफल है, वाटरफल। हो हो हामी चाहिँ गाइज अब चाहिँ लगभग लटरमेश्वर महादेवको मन्दिर भएको ठाउँमा पुग्न आयौँ। यहाँबाट अझ पनि लाग्छ अरे फटाफट गयो भने 15 मिनट। अब हाम्रो हिँडाइमा त 1 घन्टा नि लाग्छ होला। र अहिले हामी बिचमा बसिरहेको छौँ एकछिनलाई। यो लटरमेश्वर होटल एन्ड होमस्टे, मकवानपुर 8 भीमफेदी। हामी छौँ लटरमेश्वर महादेवको यात्राको क्रममा। अब चाहिँ हामी 10-15 मिनटमा माथि मन्दिर पुग्दैछौँ र हामी बाइक राखेर हिँडेको चाहिँ भइसक्यो 1 घन्टाको 2 घन्टा हुन लाग्यो। तर खासै बाटो त्यति धेरै टाढा होइन, तर हाम्रो खासै हिँड्ने बानी नभएको हुनाले चाहिँ हामीलाई टाइम लाग्यो। र हामीलाई गर्मी भए पनि उकालो बाटो भए पनि हामीलाई हिँड्न मजा आइरहेछ। किनकि हामी महादेवको मन्दिर जाँदैछौँ, महादेवजीको। अब फेरि फटाफट माथितिर लाग्यौँ र अब एकैपल्ट हामी फाइनल्ली लटरमेश्वर महादेव मन्दिरको आसपासमा आइपुग्यौँ। गाडी पुरै कुहिरो लागेको हुनाले चाहिँ खासै भ्यू चाहिँ केही पनि देख्न सकिँदैन र पुरा कुहिरो छ। आइज अहिले भलक अब भ्लग भाइरल। फाइनली हामी चाहिँ भाइरल ठाउँमा आइपुग्यौँ। अब चाहिँ यहाँबाट टक्क हामी देख्न सकिन्छ सट्टर आएर। ओहो फेरि हामी एकछिन चाहिँ तेर्सो बाटो आएको थियौँ, सिधा बाटो। र अब फेरि पनि उकालो सुरु भइसकेको छ हल्का हल्का।
र अबको केही समयमा हामी पुग्दैछौँ। फेरि नामै बिर्सेँ मैले त के अरे लड्केश्वर होइन ए लटरमेश्वर महादेव बिचरा यार कति बेला आइसक्यो कति बेला भनिसक्यो त्यही पनि जहिले लड्केश्वर लड्केश्वर हुन्छ। फाइनल्ली लटरमेश्वर महादेवको मन्दिरमा पनि आइपुग्यौँ। हामीले काठमाडौँबाट हामीलाई बाइकमा 1 घन्टा 30 मिनट लाग्यो तर हामीले त्यसपछि बाइक राखेर फेरि हामी 3 घन्टा हिँडेर भयो 3 घन्टा भइहाल्यो 8:30 बजी हिँडेको 8:40मा ल 2 घन्टा 15 मिनट ल 15 मिनट मैले डिस्काउन्ट गरिदिएँ। र अहिले चाहिँ हामी यहाँ मन्दिरमा आइपुगिसक्यौँ। मन्दिरको आसपासको दृश्य यस्तो छ टक्क लगाएर यो कुहिरो हुस्सु लगाएर केही पनि देख्न चाहिँ पाइएन। अघि चाहिँ हामी फटाफट उकालो चढ्यौँ र अब हामी फटाफट फेरि ओह्रालो झर्दैछौँ। लगाएर गाइस खालि गाइस भन्दा जस बाटो गजबको छ एकदम रमाइलो छ प्राकृतिक के भन्छ खै भन्ने आएन त्यो अगाडि